यो प्लेटिङमा एकदमै राम्रो र ब्युटिफुल डेकोरेसनको लागि एकदम सिम्पल यो गाजरको पुटली बनाउने सजिलो तरिका एकदम इजी छ है। ल ध्यान दिएर हेर्नु होला है। ल सुरुमा यो छड्के काटेँ, मैले छड्के काटिसक्यो सुरुको, अनि यो बिचमा यो काट्नु भयो। यो ठाडो भइसकेपछि यसलाई यसरी घोप्टाउने। त यहाँ 1 स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप आवश्यकता अनुसार काट्नुस् है। अब यति गरिसकेपछि यो भाग छ नि हैन, यसलाई आफूतिर फर्काउने है, यतातिर। अलि सिधा बस्नुपर्छ तपाईले पाबामा। यो भयो, अनि यो बिचको काट्ने एकदम पातलो निकाल्ने। 1 2 एउटा निस्किने, दुईटा निस्क्यो, तीनटा निस्क्यो, चारवटा निस्क्यो, पाँचवटा निस्क्यो। अब यिनीहरू मध्येबाट म तपाईहरुलाई एउटा देखाइदिन्छु है त। यो छ, यो भयो, अनि यो भागको लागि चाहिँ यता फर्काउने। एक साइड गयो, यसरी घुमाउने। अब ट्याक्कै यहाँ पर्छ कि यो भयो। सट्ट ल्याएर यति काटिसकेपछि यो बन्यो। बिस्तारै पुस गर्ने। केही टाइम पानीमा भिजायो, टक्क फुर्र एकदम कडा हुन्छ, एकदम राम्रो हुन्छ। यसरी प्लेटमा हालिदिने।